ट्राफिक नियम पालना गर्नु हामी सबैको कर्तव्य हो। त्यसो भन्दै गर्दा आज बिहानै बुढानीलकण्ठदेखि रत्नपार्कसम्म चल्ने एउटा माइक्रोको चालक दाइले फोन गर्नुभयो। यो उपत्यकाभित्र पटाकेको कुरा लिएर अलिकति तपाईले बोलिदिनु न दाइ, किन के भयो भने बुढानीलकण्ठदेखि रत्नपार्कसम्म टिप लिएर आएको गाडी माइक्रो जो कमलपोखरी हुँदै सिनामङ्गलसम्मको यात्रा गर्दै थियो, सिनामङ्गलमा गएर स्कुलको टिप गर्नुपर्ने जो गाडी खाली छ, गाडीमा कोही पनि पेसेन्जर हुनुहुन्न, ऊ चाहिँ स्कुलको बोर्ड लगाएर सिनामङ्गलमा स्कुलको बच्चा पिकअप गर्न जाँदै गर्दा कमलपोखरीमा चेकिङ रहेछ, साइड लगाइयो, सोधियो गुरु कागजपत्र ठिक छ, सबै ठिक छ सर, अनि साइड लाइट बल्छ सर, ब्रेक लाइट बल्छ सर, सबै कुरा ठिक छ। लास्टमा कागजपत्र खोलेर हेरियो, त्यसमा पर्मिट चाहिँ बुढानीलकण्ठदेखि सुन्धारासम्म लेखिएको छ। ट्राफिकलाई के नि पाऊँ कनिका पकाऊँ भने जस्तो भइहाल्यो। गुरु तपाईले यो बाटो हिँड्न पाउनुहुन्न, यदि यो बाटो हिँड्ने हो भने तपाईले पटक्कै काट्न पर्छ। कुरो ठिक छ, तर के उपत्यकाभित्र पटक्कै काटेर साध्य लाग्छ? के उपत्यकाभित्र पटक्कै काट्नको निमित्त प्रत्येक रुटमा, प्रत्येक बस पकेटमा, प्रत्येक बस स्टपमा, प्रत्येक बस पार्कहरूमा पटक्कै काट्ने ठाउँ उपलब्ध छ? त्यो गुरुजीले विनम्र अनुरोधहरू गर्नुभयो ट्राफिकलाई, सर म स्कुलको लागि बच्चा पिकअप गर्नको लागि आएको हुँ, म यहाँ कोही लोकल पेसेन्जर हालेर आएको छुइनँ, मैले स्कुलको बोर्ड लगाएर आएको छु, खाली छु, चिट नकाट्नु होला सर भन्दै ट्राफिकले चिट काट्यो। यो बहिरो सरकार, यो बहिरो ट्राफिक प्रशासन कहिले सुन्ने हो? यो चिट काट्नको लागि, राजस्व असुल्नकै लागि मात्रै ट्राफिक प्रहरी खट्नु भएको हो कि यसमा व्यवहारिकता भन्ने कुरो हेरिन्छ कि हेरिँदैन? मानवीयता भन्ने कुरो हेरिन्छ कि हेरिँदैन? उपत्यकाभित्र पटक्कै काट्न साध्य चल्छ कि चल्दैन? त्यो कुरा ट्राफिक प्रशासनले जानोस्, त्यो कुरा यो बहिरो सरकारले जानोस्। यदि त्यस्तै हुने हो, उपत्यकाभित्र पनि जो उपत्यकाभित्र रत्नपार्क पर्मिट छोएका गाडीहरूले उपत्यकामै गुड्नको लागि पटक्कै काट्न पर्यो भने त्यो सहज स्थिति बन्छ कि बन्दैन? यो कुरा प्रशासनले भनोस्, ट्राफिक प्रशासनले भनोस्, यो बहिरो सरकारले भनोस्, यातायात मन्त्रालयले भनोस्, यातायात विभागले भनोस्, यो गलत छ। म बारम्बार यो कुरा गरिरहेको छु, यो गलत छ। यदि तपाईँ साथीहरूलाई यो कुरा गलत हो, यो उपत्यकाभित्र पटक्कै खोज्ने कुरा गलत हो, उपत्यकाभित्र चल्ने गाडीलाई पटक्कै खोज्ने कुरा गलत हो भन्ने लाग्छ भने तपाईँ साथीहरू सम्पूर्ण एकजुट हौँ। यो अब बहिरो सरकारले सुन्ने अवस्था छैन, आन्दोलनको तयारी गर्नुपर्छ। यो आन्दोलनको लागि तपाईँहरू सहमत हुनुहुन्छ भने तपाईँ सम्पूर्ण साथीहरू जोडिनु होला र तपाईँ सम्पूर्ण साथीहरूले यो भिडियो त्यो बहिरो सरकारसम्म, त्यो अन्धो सरकारसम्म, त्यो बहिरो ट्राफिक प्रशासनसँग, त्यो अन्धो ट्राफिक प्रशासनसम्म पुर्याउनको निमित्त सबैले सेयर गर्नुहोला। हस्त नमस्कार, म स्वरोजगार चालक शिवकुमार श्रेष्ठ।